भिभ्याज। टिकटकमा 10,000 फलोवर्स बनाएर फ्री फायरमा भिभ्याज। सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियो चाहिँ हजुरहरूलाई एकदमै इम्पोर्टेन्ट चाहिँ हुनेवाला छ यदि हजुरहरू भिभ्याज आफ्नो आइडीमा चाहनुहुन्छ भने, किनकि आजको भिडियोमा चाहिँ हामीले कुरा गर्दैछौँ हाउ टु जोइन फ्री फायर पार्टनर प्रोग्रामको टपिकमा। सो रिसेन्टली चाहिँ कुनै सर्भरमा चाहिँ टिकटकमा 10,000 फलोवर्स भए मात्र पनि तिनीहरूले चाहिँ भिभ्याज चाहिँ पाइरहेको छन्। सो त्यसको बारेमा पनि कुरा चाहिँ गर्नेछौँ, अनि पछि भिभ्याज पाइसकेपछिको बेनिफिट्सहरू अनि पछि रिक्वायरमेन्टहरूको बारेमा पनि कुरा गर्नेछौँ। सो भिडियोलाई स्किप चाहिँ नगर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ हजुरहरूले च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेल नोटिफिकेसन पनि अन गर्नु होला। त्यति गरिसकेपछि चाहिँ हजुरहरूले फ्री फायरसित रिलेटेड न्युज एन्ड अपडेट्स चाहिँ यो च्यानलमा पाइराख्नुहुनेछ। सो सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। अब चाहिँ ढिला नगरिकन आजको भिडियो चाहिँ सुरु गरौँ है त। हेलो, मलाई चिने? म तिम्रो विष्णु। यो यसो खुकुरी गेमिङ च्यानललाई सब्सक्राइब गरौँ है। त्यसो गरे कसैलाई भिभ्याज पाएर त्यसको बेनिफिट लिन त धेरैजसो फ्री फायर प्लेयरलाई मन लाग्छ, तर त्यस पछाडि गर्नुपर्ने वर्कआउटहरू चाहिँ धेरैजनालाई थाहा छैन। त्यो चाहिँ मैले हजुरहरूलाई आजको यो भिडियोमा चाहिँ भन्नेछु। तर त्यो भन्नुभन्दा अगाडि चाहिँ मैले चाहिँ हजुरहरूलाई हिजो क्वेसन चाहिँ सोधेको थिएँ फेसबुक, इन्स्टाग्राम अनि पछि युट्युबको कम्युनिटी पोस्टमा। मैले यदि हिन्दीमा बोलेर भिडियो बनायो भने चाहिँ के हुन्छ भनेर चाहिँ सोधेको थिएँ, अनि पछि त्यसमा चाहिँ धेरैजनाले चाहिँ सपोर्ट गर्छौँ भनेर चाहिँ भन्नुभएको थियो भने कुनै चाहिँ त्यसको अगेन्स्टमा पनि हुनुहुन्थ्यो, अनसब्सक्राइब गरिदिन्छु, हजुरको च्यानल डाउन हुन्छ, यस्तो यस्तो चाहिँ भन्नुभएको थियो। सो मैले चाहिँ त्यो पोस्ट चाहिँ त्यत्तिकै हावातालमा चाहिँ हालेको थिएँ। सो त्यसलाई सिरियसली चाहिँ नलिखिदिनु होला। मैले त्यो किन गरेको भन्दाखेरि चाहिँ मैले चाहिँ त्यही रिलेटेड इन्टरभ्यू चाहिँ हेरेको थिएँ, अनि पछि हाम्रो नेपाली युट्युबर हुनुहुन्छ नि जो हिन्दी बोलेर भिडियो बनाइराख्नु भएको छ, उहाँहरूको इन्टरभ्यू हेर्दा चाहिँ मलाई पनि सोध्न मन लाग्यो कि आफ्नो अडियन्सलाई रेस्पोन्स के आउँछ भनेर। त्यत्तिकै सोधेको मात्रै हो, मैले चाहिँ नेपालीमै नै कन्टिन्यू चाहिँ गर्ने। बड़ी अच्छी बात कही आप। अब चाहिँ कुरा गरौँ पार्टनर प्रोग्रामको बारेमा। पार्टनर प्रोग्राममा पनि टिकटक पार्टनर प्रोग्रामको बारेमा चाहिँ कुरा गर्नेछौँ। सो रिसेन्टली 1 मन्थ अगाडि चाहिँ पाकिस्तानमा चाहिँ के आएको थियो भन्दाखेरि चाहिँ बाट फ्री फायरको पार्टनर प्रोग्राममा जाने चान्स चाहिँ तिनीहरूले चाहिँ पाएको थिएन। अनि पछि त्यसमा के कस्तो रिक्वायरमेन्टहरू थियो भन्दाखेरि चाहिँ त्यसमा रिक्वायरमेन्टहरू चाहिँ त्यति खासै गाह्रो रिवार्ड्सहरू चाहिँ थियो, विस लिस्ट भन्ने। तिनीहरूले चाहिँ आफूले चाहेको चाहिँ विस गर्न चाहिँ सक्थेन। अब तिनीहरूले साकुरा, हिपहप अनि पछि क्रिमिनल इन्क्युबेटर जे माग्यो गरिनाले चाहिँ त्यही चाहिँ दिएको थियो। सो यस्तो टाइपको चाहिँ थियो त्यहाँको पार्टनर प्रोग्रामको इभेन्ट सिचुएसन जे भने पनि। अब चाहिँ मैले हजुरहरू बङ्गलादेश सर्भरमा कसरी पार्टनर प्रोग्राममा जान सक्नुहुन्छ भनेर चाहिँ भनेछु। सो मेरो चाहिँ फ्रेन्ड लिस्टमा चाहिँ 2-3 जना चाहिँ भिभ्याज प्लेयर चाहिँ रहेको छन्। मैले चाहिँ एउटा भिभ्याज प्लेयरलाई चाहिँ सोधेको थिएँ तिमी कसरी पार्टनर प्रोग्राममा गयौ भनेर। अहिले त फर्म पनि छैन, तिमीले कसरी फर्म फिलअप गर्यौ भनेर चाहिँ सोधेको थिएँ हजुरहरूलाई गाइड गर्नको लागि। उसको एन्सर के आयो भन्दाखेरि मैले चाहिँ यस्तो कुनै टाइपको फर्म भरेको होइन भनेर चाहिँ उसको रिप्लाई चाहिँ आयो। अब हजुरहरूको मनमा क्वेसन होला कि फर्म नभरिकन कसरी भिभ्याज पायो भनेर। सो फर्म नभरिकन कसरी भिभ्याज पाएन भन्दाखेरि चाहिँ जुन गरिनाको टिम रहेको छ त्यो टिमले चाहिँ च्यानल हेरेको बेला चाहिँ उसको च्यानल चाहिँ एकदमै राम्रो चाहिँ लाग्यो, अनि पछि उसको भ्युज पनि राम्रो थियो, एकदमै राम्रो थियो कि भ्युज पनि उसले भिभ्याज पाउँदाखेरि चाहिँ। अनि पछि उसको कन्टेन्ट पनि 90% होइन 99% जो फ्री फायर रिलेटेड नै छ। सो उसले चाहिँ त्यसरी भिभ्याज चाहिँ पाएको थिएन। अब हजुरहरूले यसको आधारमा के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ यस्तो च्यानल ग्रो गर्नु कि जसमा चाहिँ मिनिमम भ्युज चाहिँ 50K प्लस होस्, अनि पछि हजुरहरूको च्यानलमा चाहिँ कुनै अरू कन्टेन्ट नहोस्, अनि पछि गरिनाको अगेन्स्टमा चाहिँ भिडियो हजुरहरूले नबनाउनु होला। गरिनाको टिमले हजुरहरूको च्यानल हेर्दै गर्दाखेरि चाहिँ यदि राम्रो लाग्यो भने चाहिँ हजुरहरूलाई भिभ्याज चाहिँ दिनेछ हजुरहरूलाई कन्ट्याक्ट गरेर। सो अहिले चाहिँ त्यस्तो फर्म फिलअप गर्ने भनेर चाहिँ त्यस्तो केही चाहिँ आएको छैन। यदि चाहिँ पाकिस्तानमा आए जस्तै चाहिँ हाम्रो बङ्गलादेश सर्भरमा पनि आयो भने टिकटकवाला मैले चाहिँ हजुरहरूलाई भनि नै हाल्नेछु। सो आजको भिडियो चाहिँ यति नै, फेरि मिल्नेछौँ हामी अर्को नयाँ भिडियोमा। टिल द नेक्स्ट भिडियो, टेक केयर, गुड बाई, जय नेपाल।